ये कसरी निकाल्ने यार? कहाँ जाने? हाँ रेस के लिए जाओ। कहाँ रे? रेस के लिए रेस। अच्छा हम सुपर बाइक है। सुपर देखो वहाँ सुपर लिखा है, देखो यहाँ सुपर। अरे सुपर बाइक सँग म बुलेट कसरी रेस गर्ने भाइ? लाऊ जाम ल लाऊ यो चाहिँ को छिटो निस्किने है? कहाँ निस्किने? हाँ ल 3 बज्यो मेरो त यो यसले चित्त परिरहेको छ। रेडी? कहाँ हरानै बजेको छैन भाइ, उठ न। 1 2 3 कहाँबाट हाट्ने म त? भाइ म अगाडि पुगिगयो। ल मेरो गोप्रो चाहिँ कमब्याक भइसकेको अवस्था छ होइन। अब धेरै महिनापछि नै होला होइन। अब वर्षै पुग्छ कि पुरा ठुलो ठुलो जमिसकेको होइन। अनि यो एकचोटि फेरि चलाइदिउँ कस्तो छ होइन, कस्तो आउँदैछ आवाज चाहिँ मैले यसको मिडियम मोड जोडेको छैन, नर्मल बोलिरहेको छु। यो चाहिँ हाम्रो नेपाल खानेपानी ट्याङ्की नेपालगञ्जको भनेर हनुमान मन्दिर भन्दैछ, यत्रो ठुलो होइन। यो आस्था भगवान्प्रतिको हाम्रो नेपालको हनुमानजी है, नेपालको होइन नि फेरि हनुमान त सबैको हुन्छ। अनि नेपालगञ्जको है खतरा सबभन्दा ठुलो अहिले नेपालकै सबैभन्दा ठुलो हनुमान मन्दिर बनिरहेको अवस्था छ होइन। त्यही त के छ मेरो आवाज माइक चाहिँ सबै ठिक छ, ओके छ जस्तो लाग्छ होइन। ओके अनि क्या लागिसक्यो होला भित्रभित्र इन्जिनहरू यो मेरो गोप्रोको होइन, धन्दा लागिसक्यो होला, माकुराले जालो पाइसक्यो होला होइन। ठिकै छ। यो नेपालगञ्जको एउटा धार्मिक सहिष्णुताको कुरा गर्ने भनेदेखि यहाँनिर हनुमान मन्दिर होइन। अनि त्यसपछि त्यहाँनिर हाम्रो चाहिँ शेख होइन, हाम्रो पन्जाबीहरूको हुन्छ नि, के भन्छ होला ठ्याक्कै नाम थाहा भएन। अब सरदारहरूको चाहिँ यो धार्मिक स्थल हो क्या है, गुरु नानक सिंह सभा गुरुद्वारा भन्छ, गुरुद्वारा। अनि यहाँनिर गुरुद्वारा, यहाँनिर हनुमान मन्दिर, त्यहाँनिर पशुपति, अगाडि बौद्ध गुम्बा, अनि यहाँ मस्जिद। नेपालगञ्ज इज नट फर बिगनर्स हो कि। यहाँ चाहिँ हाम्रो यो चाहिँ हाम्रो मस्जिद यसरी बटाउनुपर्छ। मन्त्र छ, लिमिट रोटेर छ। अरू ठाउँभन्दा सफा छ है, इन्डियाभन्दा त धेरै सफा है हाम्रो नेपालमा चाहिँ। पुरा रुपेर हुन्छ बाटो क्रस गरेर बेला टक्क बिस्तारै चलाउनुपर्छ। अनि फेरि टक्क पारेर चलाउनुपर्छ। नेपालको सिभिक सेन्सको कुरा गर्ने हो भनेदेखि होइन, एभ्रिथिङ अलमोस्ट मलाई ठिकै लाग्छ। अनि कुना कत्रतिर चाहिँ फुल्ली हुन्छ क्या, तर हाइवे चाहिँ एकदम छिटो छ होइन। ओके अब लङ टाइम मेरो गोप्रो चाहिँ मैले कम्ब्याक हानिदिएको छ मेरो गोप्रोले चाहिँ छ। अब चलाइरहेको छु अहिले अलिक मतलब न गर्मी न चिसो, ठिकै ठिकैको छ। फुलहरू ठिकैको छ। घर यहाँ पनि नजिकै ठेगाना पनि ठिकै। यहाँनिरको यो गणेशमान चोकको मलाई चित्र बुझेन होइन। यो चोक चाहिँ ठ्याक्कै यहाँनिर हुनुपर्ने हो, अलिक पर क्या। अनि त्यसपछि घुमेर जानुपर्छ। अलि हामी यो सैनिकतिरको बासीहरूलाई चाहिँ अलिक त डोमिनेटै गरे हो कि जस्तो लाग्छ त्यो बेला बेलामा। त्यसरी हुनुपर्छ, हेर्नु चोक त्यहाँ हुनुपर्ने हो त्यो अगाडि। अगाडि अब म घर पुग्न आँटिरहेको छु। आज चाहिँ मेरो सपिङ भनेको त्यस्तै हो, फलफुल खाइन्छ टक्क लगाएर बसेर। परफ्युम लाउन मन थियो होइन, परफ्युम लाउने भनेको मेरो त्यो भाइ भेटेर भाइसँग बाटोमा रेस्ट पनि परिहाल्यो। अनि यस्तो यस्तो यो ठुलो होइन रोडहरू गाडीहरूमा लिएर हिँडिरहेको हुन्छ नि होइन, ट्रकहरूमा यस्तो ठुल्ठुलो लोडहरू लिएर हिँडिरहेको बेला
त्यसरी छेउबाट चाहिँ नचलाउनु होला यस्तो ट्याक्ट लगाएर चेन सेन पिट्यो भने त पङ्ग लगाइ हानिदिन्छौँ त्यो नयाँ स्ट्राइट लाइफ ड्यामेज त्यही भएर यस्तो टर्निङ हालेर यो बाटो जानुपर्छ स्कुल एरिया छ स्पिड स्लो है लगायत राखेँ भ्लग भोलि है भोलि ओइ खलास यो फोरी त कहाँ डुलेर आइस तँ त म भन्दा नि भोलि डुल्छस् त हौ फोरी साला तल मैले वहाँ माथि पाहाडबाट ल्याएको गर्मीमा त टिक्न सकेनस् क्या धुलै पिठो भएर पानीमा भिजेर आएछस् त तेरो बाजे टाउको माथिबाट पानी पर्दैछ अब नभिजाइ बस एकचोटि बस डाउन बस भनेको बस न बस लट्ठी ल्याउँछु अहिले नत्र बस गुड अब फोरी छ त फोर्छस् नुहाएपछि मात्र त मसँग नत्र त चोखो हुन्न छ फेरि ले आइज भित्र यो फोरी हेर्नु त बिहानै निस्केको हो त यो त बिहानै म निस्केको ए फोरी चाहिँ लास्टै फोरी भन्छ च्याउ ल्याएको छु च्याउ